यदि कसैले अमेरिका र इरान कुनै समय मित्र राष्ट्र थिए भन्दा हामीलाई कस्तो लाग्छ? हामीलाई अचम्म लाग्छ, किनभने यी दुई राष्ट्रको नाम सुन्ने बित्तिकै प्रतिबन्ध, मिसाइल युद्ध, आणविक कार्यक्रम यस्तै यस्तै मात्रै हाम्रो दिमागमा झट्ट आउँछ। तर वास्तवमा कुनै समय यी दुईटा देशहरू अत्यन्त घनिष्ठ मित्र थिए। सन् 1953 को दशकमा इरान राजतन्त्रात्मक मुलुक थियो। उक्त समय त्यहाँका राजा मोहम्मद पल्लवी अमेरिका तथा वेस्टर्न कन्ट्रीसँग अत्यन्त नजिक थिए। तर समय बित्दै गयो, भनिन्छ नि बागमतीमा पानी बग्दै गयो। तर एउटा यस्तो परिस्थिति सिर्जना भयो, त्यो परिस्थितिबाट चाहिँ नि पश्चिमी राष्ट्रहरूसँग इरानको सम्बन्ध चिसिएर गयो। घटना थियो सन् 1953। भएको के थियो भने त्यहाँको तत्कालीन प्रधानमन्त्री मोहम्मद मोत्सेक भन्नेले उक्त समय इरानको तेलमा बेलायती कम्पनीको वर्चस्व थियो। उनले त्यो वर्चस्व खोसेर राष्ट्रियकरण गर्थे। यो सँगै अमेरिका र बेलायत इरानका प्रधानमन्त्रीको एकदमै कट्टर विरोधी भए र त्यसपछि अमेरिका र बेलायत मोहम्मद मोत्सेक जुन त्यहाँका तत्कालीन प्रधानमन्त्री थिए तिनलाई हटाउनको निमित्त हात धोएर पछि परे र अन्ततः त्यहाँका प्रधानमन्त्री मोहम्मद मोत्सेकको सत्ता च्युत समेत गराए। र त्यहाँको राजा भने मोहम्मद मोत्सेकलाई पदच्युत गरिसकेपछि पनि पश्चिमी देशहरूको अत्यन्त घनिष्ठ मित्रहरू थिए। तर समय बदलिँदै गयो। देशमा चाहिँ नि विभिन्न प्रकारको अमेरिका तथा पश्चिममा शक्ति विरोधी आवाज बुलन्द हुँदै गयो र एउटा यस्तो मोड आयो जुन 1979 मा एउटा रिभोल्युसन भयो। त्यो रिभोल्युसनसँगै इरानको 2500 वर्ष राजतन्त्र सदाको लागि समाप्त भयो। आज हामी यसै घटनाको सेरोफेरोमा बसेर भिडियो तयार पार्न गइरहेको छौँ। कृपया भिडियोलाई अन्तसम्म हेरेर हामीलाई साथ दिनुहोला है त। आज हामी यस्तो सम्बन्धको कथा बुझ्दैछौँ जुन कुनै समय मित्रताको सम्बन्ध थियो, तर आज संसारकै सबैभन्दा खतरनाक भू राजनैतिक दुश्मनी मध्ये एक बनेको छ। एउटा देश हो अमेरिका, अर्को देश हो इरान। आज यी दुई देशबीच प्रत्यक्ष सैन्य सङ्घर्षसम्मको अवस्था आएको छ। तर एउटा महत्त्वपूर्ण प्रश्न छ, अमेरिका इरान आखिर किन यति ठुलो दुश्मन बने? के यसको कारण केवल इरानको आणविक कार्यक्रम हो, या के यो तेलको राजनीति हो, वा के यो इजरायल, मध्यपूर्व र क्षेत्रीय शक्ति सन्तुलनसँग जोडिएको विषय हो, वा यसको कारण 1953 देखि सन् 2026 सम्म अमेरिका र इरान बीचको सम्बन्ध कसरी मित्रताबाट कट्टर दुश्मनीमा परिवर्तन भयो? यो सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ। To my country. And there is, in fact, a tumultuous history between us. States like these and their terrorist allies constitute an axis of evil, arming to threaten the peace of the world. हामीलाई अचम्म लाग्न सक्छ, अमेरिका र इरान कुनै समय एक घनिष्ठ मित्र राष्ट्र थिए। 1950 र 1960 को दशकमा इरानका राजा मोहम्मद रेजा पल्लवी पश्चिमी देशहरूसँग अत्यन्त नजिक थिए। अमेरिका इरानलाई मध्यपूर्वमा आफ्नो महत्त्वपूर्ण सहयोगीको रूपमा हेर्दथ्यो। तर समस्या सुरु भयो तेल र राजनैतिक शक्तिको प्रश्नबाट। इरानको तेलमा बेलायती कम्पनीहरूको ठूलो प्रभाव थियो। इरानी प्रधानमन्त्री मोहम्मद मोत्सेकले देशको तेल उद्योगलाई राष्ट्रियकरण गर्ने निर्णय गरे। त्यसले बेलायतसँग ठूलो विवाद सिर्जना गर्न पुग्यो। यसको कारण अत्यन्त चाखलाग्दो छ। भएको के थियो भने सन् 1908 मा इरानमा ठूलो तेल भण्डारण फेला परेपछि ब्रिटिस कम्पनीहरूले इरानी तेल उद्योगमा आफ्नो प्रभाव विस्तार गर्न थाले र पछि बनेको एङ्ग्लो पर्सियन ओइल कम्पनी, जसलाई पछि एङ्ग्लो इरानियन ओइल कम्पनी भनियो, जहाँ इरानी तेल उत्पादन र निर्यातमा अत्यन्त शक्तिशाली कम्पनी बन्यो। सन् 1914 मा ब्रिटिस सरकारले कम्पनीको करिब 51% हिस्सा किनेपछि बेलायतको नियन्त्रण अझ बलियो भयो। यसको एउटा महत्त्वपूर्ण कारण थियो, त्यो थियो तेल। किनभने त्यो समय बेलायत आफ्नो नौसेनालाई कोइलाबाट तेलतर्फ परिवर्तन गर्दै थियो। त्यसको अर्थ के थियो भन्दा इराकको तेल बेलायतको सैन्य र औद्योगिक शक्तिका लागि महत्त्वपूर्ण बन्दै गइरहेको थियो। तर त्यहाँबाट इरानी जनतामा एउटा ठूलो प्रश्न उठ्न थाल्यो,
हाम्रो देशको प्राकृतिक सम्पत्ति यति धेरै छ, तेल यति धेरै छ, तर यसको फाइदा हामीले किन पाइरहेको छैनौँ? ब्रिटिसहरूले हाम्रो खनिज पदार्थहरू कसरी लगिरहेका छन्? यो क्वेसन चाहिँ इरानी जनतामा एकदम व्याप्त रूपमा उठ्न थालिसकेको थियो। यहाँ प्रश्न उठ्छ, तेलबाट त्यत्रो पैसा वास्तवमा कसले कमाइरहेको थियो त? त्यसबेला तेलबाट हुने आम्दानीको ठूलो हिस्सा ब्रिटिस कम्पनी र ब्रिटिस सरकारतर्फ जाने गरेको थियो। उदाहरणको लागि 1914 देखि 1950 को अवधिमा एङ्ग्लो इरानियन ओइल कम्पनी, जुन चाहिँ इरानको आफ्नै कम्पनी थियो र ब्रिटिस सरकारलाई ठूलो मात्रामा कर तिरेको थियो, तर सोही अवधिमा इरानी सरकारले तोकेको रोयल्टिज र ट्याक्सबाट प्राप्त गरेको रकम त्यसको तुलनामा निकै कम ब्रिटिस सरकारले तिर्ने गरेको थियो। यसबाट इरानमा एउटा यस्तो राष्ट्रवादी भावना जागृत हुँदै गयो कि जसमा के लाग्न थाल्यो त्यहाँको जनतालाई भने हाम्रो जमिनबाट तेल निकालिन्छ, तर त्यसको वास्तविक आर्थिक फाइदा अरूले नै उठाइरहेको छ। यो भावना पछि इरानियन नेसनलिजम अर्थात् इरानी राष्ट्रवादको एउटा महत्त्वपूर्ण आधार बन्न पुगेको थियो। अब हामीलाई प्रश्न उठ्छ, एङ्ग्लो पर्सियन ओइल कम्पनीमा इरानको तेलमाथि बेलायतले कसरी नियन्त्रण गर्यो त? 1901 मा बेलायती व्यवसायी विलियम नक्स डीआरसीले तत्कालीन पर्सियाका राजासँग तेल खोज्ने विशेष अधिकार प्राप्त गरे। करिब 60 वर्षको यो सम्झौतामा पर्सियाले भविष्यको नाफाबाट केवल 16% मात्र पाउने व्यवस्था भयो। धेरै वर्षसम्म मरुभूमिमा खोजी गर्दा पनि तेल भेटिएको थिएन, तर 1908 मा खोजी बन्द गर्ने आदेश आउनै लाग्दा इरानको मस्जिद ए सुलेमान भन्ने क्षेत्रमा ठूलो तेल भण्डारण भेटियो। सँगै 1909 मा एङ्ग्लो पर्सियन ओइल कम्पनी स्थापना भयो र 1913 मा अब्दानमा ठूलो रिफाइनरी स्थापना भइसकेपछि बेलायतका लागि इरानी तेल अत्यन्त महत्त्वपूर्ण बन्न गयो। विशेष गरी नौसेनामा कोइलाको सट्टा तेल प्रयोग गर्न थालिसकिएको थियो। त्यसकारण बेलायतलाई तेल चाहिएको थियो। इरानमा त्यसखेर एकदम ठूलो तेलको भण्डारण उनीहरूले प्राप्त गरिसकेका थिए अनि त्यो सँगै उनीहरूको 51% शेयर पनि बेलायती कम्पनीहरूसँग थियो। यसबाट बेलायतले इरानियन तेलबाट अत्यन्त ठूलो फाइदा उठाइरहेका थिए। समय त्यहाँको प्रधानमन्त्रीले के गर्यो भन्दाखेरि बेलायतीहरूलाई किन हामीले यो तेल दिने भनेर सम्पूर्ण तेललाई चाहिँ नि राष्ट्रियकरण गर्यो। त्योबाट बेलायती कम्पनीको चाहिँ नि आफ्नो शेयर त्यहाँबाट अब खुस्किने भयो। त्योबाट के भयो भने बेलायती कम्पनी इरानसँग अत्यन्त क्रुद्ध बनेर गयो। हामी यसो कल्पना गरौँ न, अहिलेसम्म हामीसँग यति धेरै फाइदा लिइरहेको तेलको भण्डारण एकाएक इरानको प्रधानमन्त्रीले चाहिँ नि नदिने कुरा गर्छ। यो भएपछि सम्पूर्ण बेलायती सत्ता चाहिँ नि अब यो प्रधानमन्त्रीलाई कसरी सत्ताबाट बहिर्गमन गर्ने भन्ने विषयमा तानाबाना बोल्न थाल्यो। अब मोसदेगले इरानको तेल राष्ट्रियकरण गरिसकेपछि बेलायत अब रिसाउने नै गयो। त्यस पछाडि बेलायतले ठूलो आर्थिक र राजनीतिक दबाव बढायो, तर मोसदेगले आफ्नो निर्णयबाट पछि हटेनन्। अब बेलायतलाई डर थियो, किनभने यदि मोसदेगले आफ्नो स्थान कायम रहेर इरानको आफ्नो तेलमाथि नियन्त्रण राख्न सफल भयो भने अरू देशहरूले पनि विदेशी कम्पनी र शक्ति विरुद्ध यस्तै कदम चाल्न सक्छन्। किनभने बेलायतको अन्य हरेक देशमा चाहिँ आफ्नो कम्पनीहरू यसरी नै स्थापना गरेको थियो। यदि इरानबाट आफूले यसरी हट्नु पर्यो भने के हुन सक्छ? सम्पूर्ण देशबाट चाहिँ अरू विश्वबाट पनि यसरी नै आफ्नो कम्पनीबाट आफूले हात धुनुपर्ने हुन सक्छ। यो कुरा उसले आफ्नो साम्राज्य बचाइराख्नको निमित्त यो इरानको प्रधानमन्त्रीलाई चाहिँ उनीहरूले जसरी हुन्छ सत्ताबाट हटाउनको लागि कोसिस गर्न थालेका थिए। तर बेलायत एक्लैले यसो गर्न सक्ने अवस्था भने थिएन। यसलाई यस्तै शक्तिशाली राष्ट्रको खाँचो थियो जुन थियो अमेरिका, हैन त? अब अमेरिकाले किन चासो देखायो भन्दाखेरि सुरुमा अमेरिकी प्रशासनभित्र सबै मानिसहरू बेलायतको योजनासँग सहमत थिएनन् वास्तवमा। तर सन् 1953 सम्म आइपुग्दा शीत युद्धको प्रभाव निकै ठूलो भइरहेको थियो। किनभने शीत युद्धमा आइपुग्दाखेरि उसको रसियासँग लड्नुपर्ने अवस्था थियो। त्यतिखेर उसलाई बेलायतको सहयोग चाहिन्थ्यो। त्यति बेला अमेरिका र सोभियत सङ्घ विश्वमा आफ्नो प्रभाव विस्तार गर्न र प्रतिस्पर्धा गर्नको लागि चाहिँ नि एक आपसमा भिडिरहेका थिए। अमेरिकालाई डर थियो कि इरानमा राजनैतिक र आर्थिक सङ्कट बढ्दै गयो भने कम्युनिस्ट र टुज पार्टीको प्रभाव बढ्न सक्छ र अन्ततः सोभियत सङ्घले इरानमा आफ्नो ठूलो प्रभाव विस्तार गर्न सक्छ। त्यसकारणले सोभियत सङ्घको विस्तार इरानमा नहोस् भनेर
पहिले नै अमेरिकाले बेलायतलाई सहयोग गरेर अमेरिकाको वर्चस्व कायम राख्नको लागि उसले मोत्सेकलाई चाहिँ नि हटाउन चाहन्थ्यो। तर अमेरिकी नेतृत्वलाई इरानको अस्थिरता र सोभियत सङ्घको प्रभाव सम्भावनाले धेरै चिन्तित बनाएको थियो। अन्ततः अमेरिका र बेलायत बीच मोत्सेकलाई हटाउने गोप्य योजना अगाडि बढ्यो। गुप्तचर संस्थाहरू निकाय CIA र बेलायती M16 जुन खुफिया एजेन्टहरू हुन् यस योजनामा संलग्न थिए। CIA ले यस अभियानलाई अपरेसन आजाक्स भनेर चिन्यो। यसमा केवल सैनिक बल मात्र प्रयोग गरेको होइन। एउटा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने मोत्सेकलाई हटाउने प्रयास केवल सैनिक विद्रोहमा मात्र सीमित थिएन। योजनाको एउटा भाग थियो जनमतलाई प्रभावित गर्ने। जसरी अहिले इरानतिर कतैतिर पनि यदि आफ्नो त्यो सत्तालाई चाहिँ हटाउनु छ भने त्यहाँको जनतामा एउटा म्यानिपुलेसन गर्ने चलन छ नि, हो एक्ज्याक्टली सेम सिचुएसन उनीहरूले त्यो समय पनि प्रयोग गरेका थिए। अब यहाँ हामीले एउटा कुरा के बुझ्नुपर्छ भने मोत्सेकलाई हटाउने प्रयास केवल सैनिक विद्रोहले मात्र सम्भव हुनेवाला थिएन। यसको लागि उनीहरूसँग एउटा योजना थियो। जनमतलाई प्रभावित गर्ने, मोत्सेक विरुद्ध प्रचार फैलाउने, राजनीतिक दबाव सिर्जना गर्ने र उनको सरकारलाई कमजोर देखाउने प्रयास गरिएको थियो। त्यति बेला इरानमा पहिले नै राजनीतिक तनाव थियो, किनभने त्यहाँको राजतन्त्र पश्चिमी राष्ट्रहरूसँग अलिकति नजिक थियो। प्रधानमन्त्री चाहिँ नि एउटा राष्ट्रवादी कुरा गरेर एकदम पावरमा आउन खोजिरहेको थियो। यही मौकाको फाइदा उठाएर अमेरिका र बेलायतले त्यहाँको सरकार परिवर्तनको लागि निमित्त चाहिँ आफ्नो ठुलो योजना प्रयोग गरिरहेका थिए। त्यहाँ पनि एउटा शक्तिको टकराव थियो राजा र प्रधानमन्त्रीमा, किनभने त्यहाँ फेरि त्यहाँको राजा मोहम्मद रेजा पल्लवी महत्त्वपूर्ण पात्र बनेका थिए। मोत्सेक प्रधानमन्त्री थिए, तर त्यहाँका राजा अझै पनि इरानका चाहिँ संवैधानिक राजा थिए। मोत्सेक र राजा बीचको सम्बन्ध पहिले पनि तनावपूर्ण थियो। अमेरिका र बेलायतले शाहलाई मोत्सेकलाई हटाउने राजनीतिक कदम चाल्नको निमित्त चाहिँ नि उकासिरहेका थिए। अन्ततः राजाले मोत्सेकलाई प्रधानमन्त्री पदबाट हटाउने आदेश अर्थात् फरहानमा हस्ताक्षर गरे। नयाँ प्रधानमन्त्रीको रूपमा जनरल फजलोहा जाहेदीलाई नियुक्त गरे। तर त्यो पहिलो प्रयास भने असफल भयो। मोत्सेकका समर्थकहरूले राजाको यो आदेशको विरोध गरे। शाह डराएर इरान छोडेर पहिले बगदाद र त्यसपछि रोम पुगे। यो क्षणमा हेर्दा यस्तो लाग्थ्यो मोत्सेकको सरकार बच्यो, तर कथा त्यही समाप्त भएन, किनभने CIA र उसका सहयोगीहरूले आफ्नो प्रयास जारी राखेका थिए। तेहरानमा मोत्सेक विरुद्ध प्रदर्शन भइरहेका थिए। राजतन्त्र समर्थक समूहहरू सडकमा आइरहेका थिए। सैनिक अधिकारीहरूको एउटा ठुलो समूह मोत्सेक विरुद्ध उभिएको थियो। अन्ततः 19 अगस्त 1953 परिस्थिति निर्णायक रूपमा बदलियो। मोत्सेकको घर र सरकारी केन्द्रहरूमा आक्रमण भयो। सैनिक अधिकारीहरूले उनको सरकारलाई नियन्त्रण लिन थाल्यो। मोत्सेक अन्ततः पक्राउ परे। यसरी उनी प्रधानमन्त्रीको पदबाट हटाइए। जनरल फल्लोहाल्ला जाहेदी नयाँ प्रधानमन्त्री बने र केही समयपछि इरानका राज्य निर्वासितमा भएर भागेका थिए उनी फेरि इरान फर्किए। अब त्यहाँ राजाको सत्ता झनै बलियो भएर आयो। अब इरानमा शक्ति सन्तुलन पूर्ण रूपमा बदलिएको थियो। मोत्सेक हटेका थिए। शाह मोहम्मद रेजा पल्लवीको सत्ता झन बलियो भएको थियो। अमेरिका र बेलायतले राजालाई समर्थन जारी राखेका थिए। इरानको तेल उद्योगमा पनि नयाँ व्यवस्थापन भयो। ब्रिटिस कम्पनीको पुरानो एकाधिकार हटे पनि पश्चिमी तेल कम्पनीहरूको प्रभाव भने कायमै रहेर तेलको आम्दानी बाँडफाँड गर्ने नयाँ अभ्यास सुरु भयो। तर इरानमा मोत्सेकलाई हटाउने घटनाको राजनीतिक प्रभाव तेलभन्दा धेरै गुणा थियो, किनभने धेरै इरानीहरूको नजरमा एउटा यस्तो बलियो धारणा बनेको थियो कि हामीले आफ्नो तेलमाथि अधिकार माग्यौँ, तर जब हाम्रो निर्वाचित सरकार आफ्नो निर्णयमा अडियो विदेशी शक्तिहरूले यसलाई हटाइदिए। त्यही कारणले 1953 को घटनाले इरानमा अमेरिका प्रतिको अविश्वास गहिरो बनेर गयो। यो कुरा 1979 को इस्लामिक क्रान्तिसम्म आइपुग्दा अझ महत्त्वपूर्ण र विकराल बन्दै गयो। यही घटना धेरै इरानीहरूको नजरमा अमेरिका प्रतिको अविश्वासको एउटा महत्त्वपूर्ण सुरुवात बन्यो। अर्थात् अमेरिकाको दृष्टिकोणमा यो शीत युद्धको रणनीति थियो भने इरानीहरूको दृष्टिकोणमा यो आफ्नो देशको राजनैतिक मामिलामा विदेशी हस्तक्षेप थियो। यहीँबाट सुरु हुन्छ अमेरिका र इरानको आधुनिक दुश्मनीको कथा। तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, इरानी जनता त्यहाँको राजासँग किन यति धेरै असन्तुष्ट भएका थिए? उनले
इरानलाई आधुनिक बनाउने प्रयास गरेका थिए। शिक्षा, उद्योग र पूर्वाधार र महिलाको विकासमा त्यहाँको राजतन्त्रको ठूलो योगदान थियो। तर उनको शासन निकै अधिनायकवादीपूर्ण बन्दै गएको थियो। उनको साँठगाँठ पश्चिमी देशहरूसँग थियो। राजनैतिक विपक्षमाथि कडा नियन्त्रण थियो र साबाक नामको सुरक्षा तथा गुप्तचर सङ्गठनहरूले सरकारका विरोधीहरूलाई छानी छानी निगरानी राख्ने, पक्राउ गर्ने र यातना दिएको उनीमाथि आरोप लागेको थियो। साथै अर्कोतर्फ इरानीहरूलाई आफ्नो देशको राजनैतिक मामिलामा अमेरिकाको प्रभाव अत्याधिक भएको महसुस हुन थालेको थियो र 1953 मा प्रधानमन्त्री मोहम्मद मोर्सेकलाई जुन जालसाजीपूर्ण तरिकाले हटाइएको थियो, यो घटनाले पनि राजतन्त्रप्रतिको अविश्वास चाहिँ इरानी जनतामा गहिरो रूपमा बसेको थियो। त्यसकारण केही इरानीहरूको यस्तो सोच बन्न थाल्यो कि समस्या राजा मात्र होइनन्, उनलाई लामो समयदेखि समर्थन गर्ने अमेरिका पनि हो र हाम्रो समस्याको एउटा यो कलेक्टिभ हिस्सा हो भन्ने कुरा उनीहरूले चाहिँ बुझेका थिए। यो भावना यति इरानीहरूमा यस्तो एकमुष्ट रूपमा जर्जर बनेर जान थाल्यो कि उनीहरूले राजा विरुद्ध आन्दोलनमा चाहिँ धार्मिक समूहदेखि राष्ट्रवादी, वामपन्थी र अन्य राजनीतिक समूहहरू पनि समावेश हुन थाले र इरानमा चाहिँ ठुलो आन्दोलन चर्क्यो। सन् 1978 देखि 1979 सम्म देशभर ठुला हडतालहरू र प्रदर्शनहरू हुन थाले। अन्ततः जनवरी 1979 मा त्यहाँका राजाले इरान छोडेर भागे। केही हप्तापछि फेब्रुअरी 1979 मा आयतोल्ला खमेनी इरान फर्किए। खमेनी त्यही परिवार हो जो अहिले पनि इरानको सर्वोच्च नेताको रूपमा चाहिँ इरानको सत्तामा पदासीन छ। खासमा के भएको थियो भने त्यहाँको राजाले उनलाई सन् 1964 मा इरानबाट निर्वासित गरेको थियो। त्यसपछि उनले धेरै वर्ष इराकको नजाब सहरमा बिताए। सन् 1978 मा उनले इराकबाट देश छोड्न पनि बाध्य बनाइयो र उनी त्यसपछि फ्रान्स पुगे र पेरिस नजिकैको ठाउँमा बस्न थालेका थिए। त्यहाँबाट उनले इरानमा भइरहेको शाह विरोधी आन्दोलनलाई आफ्नो भाषण र सन्देश मार्फत नेतृत्व गरेका थिए। अन्ततः राजाले जनवरी 1979 मा इरान छोडेपछि केही हप्तापछि 1 फेब्रुअरी 1979 मा खामेनी फ्रान्सबाट इरान फर्किएका थिए। जब खमेनी इरान फर्किने दृश्यमा उनले एकदमै ऐतिहासिक बन्यो। त्यहाँ लाख मानिसहरूले उनलाई स्वागत गर्न उत्रिए। त्यसपछि इरानमा राजतन्त्रको अन्त्यतर्फ घटनाक्रम यति तीव्र रूपमा बढ्यो कि केही समयपछि इस्लामिक गणतन्त्रको रूपमा इरान घोषित भयो। इरानको करिब 2500 वर्ष पुरानो राजतन्त्रको अन्त्य भएर नयाँ इस्लामिक गणतन्त्रको स्थापना भयो। त्यही 1979 को क्रान्तिले अमेरिका र इरान बीचको सम्बन्धलाई पूर्ण रूपमा परिवर्तन गर्यो र अहिले पनि दुश्मनीपूर्ण रिलेसन एक्जिस्ट गरिरहेको छ। जब इरानमा गणतन्त्र आयो त्यसपछि सबै कुराहरू परिवर्तन भए। आयतुल्ला खमेनी इरान फर्किए। अमेरिका इरानको सम्बन्ध एकैपल्ट अब उलट पलट भयो। हिजोसम्मको अमेरिकी सहयोगी अब अमेरिकाको कट्टर आलोचक बन्न पुग्यो। त्यसपछि अर्को घटना भयो जसले दुश्मनीलाई अझ गहिरो बनायो। नोभेम्बर 1979 मा इरानी विद्यार्थीहरूले तेहरान स्थित अमेरिकी राजदूतावास कब्जा गरे। 52 जना अमेरिकी नागरिकलाई 444 दिनसम्म बन्धक बनाइयो। यो घटनाका लागि ठूलो राष्ट्रिय अपमान भएको अमेरिकाले ठान्यो, किनभने अमेरिकाले इरानसँग कूटनीतिक सम्बन्ध तोड्यो, आर्थिक प्रतिबन्ध लगायो र इरानी सम्पत्तिहरू रोक्खा गर्यो। बन्धकहरू अन्ततः जनवरी 1981 मा रिहा भए, तर सम्बन्ध सामान्य अवस्थामा फर्किएन। त्यसपछि अमेरिका र इरान बीचको एउटा यस्तो स्थायी मानसिकता विकास भयो कि इरानका लागि अमेरिका, अमेरिकाका लागि इरान चाहिँ एक अर्काका कट्टर दुश्मनको रूपमा परिवर्तन भए। पछाडि इरान र अमेरिकाको सम्बन्धमा प्रभाव पार्ने अर्को घटना घट्यो, इरान इराक युद्ध। सन् 1980 मा इराकका राष्ट्रपति सद्दाम हुसेनले इरानमाथि आक्रमण गरे। यो युद्ध करिब 8 वर्षसम्म चल्यो। 1980 देखि 1988 सम्म चलेको इरान इराक युद्धमा ठूलो मानवीय क्षति भएको थियो। यस अवधिमा अमेरिका र इरान बीचको अविश्वास झनै बढेको थियो, किनभने 1988 मा अमेरिकी युद्धपोतले इरान एयरको यात्रुवाहक विमानमा आक्रमण गर्दा करिब 290 जना मानिसको मृत्यु भएको थियो। अमेरिकाले यसलाई लडाकु विमान भनेर गलत पहिचान गरिएको बताए पनि इरानले भने यस घटनामा अमेरिका प्रतिको अविश्वास झनै बढेको थियो।
अर्को एउटा घटनाक्रम आउँछ, त्यो आणविक कार्यक्रम, जसमा महत्त्वपूर्ण विषय समावेश थियो। इरानको आणविक कार्यक्रम, यसमा रोचक कुरा के थियो भने इरानको आणविक सहकार्यको सुरुवात अमेरिकासँगै भएको थियो राजतन्त्रकालमा। सन् 1997मा अमेरिका र इरान बीच महत्त्वपूर्ण आणविक प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको थियो, तर 1979मा राजतन्त्रको अन्त्यसँगै सम्पूर्ण कुराहरू त्यही चाहिँ नै विच्छेद भयो। किनभने 1979 को क्रान्तिपछि नयाँ सत्ता परिवर्तन भयो र 2002मा इरानका गोप्य आणविक केन्द्रहरूको अन्तर्राष्ट्रिय रूपमा ठूलो प्रश्न उठ्न थाल्यो। अमेरिका र अन्य पश्चिमी देशहरूले इरानले आणविक हतियार बनाउन खोजिरहेको आशंका व्यक्त गरे, किनभने अमेरिकाले स्पेसमा चाहिँ सेटेलाइटहरू राखेको हुन्छ। त्यो इमेजको, त्यो फोटोग्राफको माध्यमबाट अमेरिकाले इरानले चाहिँ गोप्य रूपमा आणविक कार्यक्रम सञ्चालन गरिरहेको भनेर उसले चाहिँ आफ्नो कन्सर्न व्यक्त गर्यो र त्यसमा सबैले चिन्ता व्यक्त गरे। किनभने इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यको लागि भएको दाबी त गर्यो, तर त्यस पछाडि पश्चिमा देशहरूले उनीहरूप्रति प्रतिबन्धहरू बढाउँदै गए। इरानको अर्थतन्त्रमा ठूलो दबाव पर्न थाल्यो। तेल, निर्यात, बैंकिङ, अन्तर्राष्ट्रिय व्यापार सबै चौपट्ट भए। यसले अमेरिका र इरानको तनावलाई चाहिँ थप उचाइमा पुर्याउन थाल्यो। 2015मा एउटा यस्तो अचानक आशाको किरण जगायो, किनभने सन् 1915मा एउटा महत्त्वपूर्ण सन्धि भएको थियो, जसमा अमेरिका, इरान र अन्य विश्वका शक्तिहरूबीच JCPOA अर्थात् इरान न्युक्लियर डिल भयो। यस सम्झौता अन्तर्गत इरानले आफ्नो आणविक गतिविधिमा महत्त्वपूर्ण सीमाहरू स्वीकार गर्यो। त्यसको बदलामा इरानमाथि गरेका केही आणविक सम्बन्धी आर्थिक प्रतिबन्धहरू हटाइए। सन् 2016मा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानले सम्झौताका प्रारम्भिक प्रतिबद्धताहरू पूरा गरेको पुष्टि गरेपछि सम्झौता कार्यान्वयनमा आयो। यसले एउटा सम्भावना देखायो, सायद अमेरिका र इरानबीच केही कूटनीतिक सम्बन्धहरू सुधारिन सक्छ, तर त्यो आशा लामो समयसम्म टिक्न चाहिँ भने सकेन। किनभने सन् 2018मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जब चुनाव जितेर आए, त्यस लगत्तै उनले जुन ओबामा कालमा गरेको सम्झौताबाट बाहिर निकाले। अमेरिकाले इरानमाथि फेरि कडा प्रतिबन्ध लगायो। यसलाई मैक्सिमम प्रेसर दिने रणनीति बनायो। इरानको तेल, वित्तीय प्रणाली र अन्य महत्त्वपूर्ण आर्थिक क्षेत्रहरूमा फेरि प्रतिबन्धहरू लगाइए। अमेरिकाको तर्क थियो इरानको आणविक कार्यक्रम मात्र होइन, यसको मिसाइल कार्यक्रम, क्षेत्रीय गतिविधि र सशस्त्र समूहहरूलाई दिइने समर्थनलाई पनि नियन्त्रण गर्नुपर्छ। तर इरानले अमेरिकी नीति स्वीकार गरेन र त्यसपछि दुई देशबीचको दुश्मनी झनै टकराव बढ्दै गइरहेको छ। जनरल सुलेमानीको अमेरिकाले हत्या गर्यो। अमेरिकाले इरानी सैन्य कमान्डर कासिम सुलेमानीलाई इराकमा ड्रोन स्ट्राइक मार्फत हत्या गर्यो। सुलेमानीले इरानको रिभोल्युसनरी गार्डको कुड फोर्सका प्रमुख थिए र मध्यपूर्वमा इरानको क्षेत्रीय र रणनीतिमा अत्यन्त प्रभावशाली व्यक्ति मानिन्थे। अमेरिकाले उनलाई अमेरिकी सेना र साझेदारमाथि खतरा भएको भन्दै कारबाही गरेको बतायो, तर इरानले यसलाई आफ्नो सार्वभौम सत्तामाथिको गम्भीर हमला भएको मान्यो। इरानले जवाफी रूपमा इराकमा रहेका अमेरिकी सैन्य आधार शिविरमाथि मिसाइल प्रहार गर्यो। त्यो समय अमेरिका र इरान प्रत्यक्ष रूपमा ठूलो युद्धको नजिक पुगेका थिए, तर युद्ध भने भएन। यहाँ प्रश्न उठ्छ, आखिर अमेरिका र इरान किन यति लामो समयदेखि दुश्मनीमा छन्? यहाँ प्रश्न उठ्छ, सम्पूर्ण इतिहासलाई हामी एकै ठाउँमा राखेर हेर्ने हो भने अमेरिका र इरान बीचको दुश्मनीको एउटा मात्र कारण छैन। यसको कारण छ पहिलो 1953 को राजनीतिक हस्तक्षेप, जसमा उनीहरूले राजतन्त्रलाई हस्तक्षेपको रूपमा राखेका थिए। दोस्रो 1979 को इस्लामिक क्रान्ति, जसमा अमेरिकी समर्थित राजाको शासन अन्त्य भयो। तेस्रो अमेरिकी दूतावासको बन्धक प्रकरण, जसले दुई देशबीचको विश्वासमा लगभग आफ्नो विश्वास समाप्त गर्यो। चौथो इरानको आणविक कार्यक्रम, जसलाई अमेरिकाले इरान आणविक हतियारको नजिक पुग्न सक्ने डर छ भने इरान भने आफ्नो आणविक अधिकार र सुरक्षा सुनिश्चित गर्न चाहन्छ। पाँचौं कारण मध्यपूर्वमा शक्ति सङ्घर्ष, जसले इरानले इराक, सिरिया, लेबनान र यमन लगायत क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको छ र अमेरिका र यसका क्षेत्रीय साझेदारहरूले यसलाई खतरा मान्छन्।
छैटौं दशकको अविश्वास यही सबैभन्दा ठुलो समस्या हो। जब दुई देशले एक अर्काको प्रत्येक कदमलाई शङ्काको दृष्टिकोणले हेर्न थाल्छन् भने सामान्य कूटनीति पनि अत्यन्त कठिन बन्न पुग्छ। त्यसैले अमेरिका र इराकको कथा केवल दुई देशको युद्धको कथा होइन, यो तेलको कथा हो, शीत युद्धको कथा हो, क्रान्तिको कथा हो, आणविक कार्यक्रमको कथा हो, मध्यपूर्वमा शक्ति सङ्घर्षको कथा हो र सबैभन्दा यो विश्वास हराएको दुई देशको कथा हो। 1953मा एक अर्कासँग नजिक रहेको अमेरिका र इरान आज दशक सङ्घर्षपछि प्रत्यक्ष युद्धको अवस्थामा पुगेका छन्। अब सबैभन्दा ठुलो प्रश्न यही हो, के यी दुई देश फेरि वार्ताको टेबलमा फर्कन सक्छन् वा यो सङ्घर्ष अझ ठुलो भयङ्कर क्षेत्रीय युद्धमा परिणत हुन्छ। 2026 को अहिलेको अवस्था हेर्दा यसको निश्चित उत्तर दिन भने अझै चाँडो हुन सक्छ। तर एउटा कुरा निश्चित छ, अमेरिका र इरान बीचको सङ्घर्षको कथा बुझ्न आजको समाचार हेरेर मात्र पुग्दैन। यसको जरा 70 वर्षभन्दा अघि बनेको इतिहास छ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुस्, च्यानल सब्स्क्राइब गर्नुस् र कमेन्टमा लेख्नुस् तपाईको विचारमा अमेरिका र इरान बीचको सङ्घर्षको समाधान के सम्भव छ। हस्त धन्यवाद। श्री पशुपतिनाथले यहाँहरूको कल्याण गरून्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।